यसरी भिडियो गर्दै हिँड्यो भने त हामी त आन्सर कस्तो घामले टलक्क टल्किरहेको छु म घाम कता छ मेरो छोरा पनि छ ऊ पर मेरो बुढा हो उहाँ चाहिँ ड्युटी जान आँट्नु भएको नि त अफिस चाहिँ मेरो छोरा गेट खोल्नु गेट खोला न यता 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 अगाडि गेट खोल्नु पनि जान्दैन भाग हुन्छ नि त छोरालाई चप्पा जुत्ता नलाइ हिँडेको काममा जानुहुने मेरो बुढो अफिस सानो सानो आऊ आऊ यता ओइ ओके 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 ल अब हामी लाग्यौँ मैले मेरो पुग्छ र नि त हामी पारी हिँडेको है यो खोलाबाट जानुपर्ने छ यस्तोरी माथि चाहिँ ओके ओके न न न ल डाँडा यस्तरी देखिरहेछ तर अँध्यारो है अब मौसम पनि डुम्मा डुम्मा भएको छ रिसाइरहेको छ मेरो छोरा आउँदैछ पछि पछि मलाई पछ्याउने हो उसले कहाँ छ भन्दैछ जय गरिदेऊ सेवा गरिदेऊ सेवा खै सेवा गरेको छोरा छोरा सेवा गर न नगर्ने ओके ल ल खै पक्र न त नि मामु हातमा पक्र बगलामा ल है साथीहरू आँखामै घाम पर्यो खोला खोला यो खोलाबाट टक्क पारी तरेर जानुपर्छ होइन जानुपर्छ यहाँनिर चाहिँ बाजे के गर्नुहुँदैछ गिटी सोर्नु हुँदैछ अनि 5 एक्सल्स हिँडेको तिमी फर्केको ल मेरो छोरा चाहिँ फर्केको अरे के घर जाँदै रहेछ आऊ भनेको त फेरि आयो अझ मेरो क्यामेरा नि कता कता हल्लिकी गर्छ ओके ल ल ल ल मेरो छोरा कुदिया कता कुदिया 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 ल आऊ है छोरा आऊ है छोरा मेरो छोरा आऊ है बाङ्गो टिङ्गो कता कता हुन्छ होइन भिडियो चाहिँ यस्तो खोलामा त बोक्नुपर्छ होला हौ मेरो छोरालाई कि पर्दैन बोक्नु कता देखिदिइसक्यो होइन हौ मेरो छोरालाई स्टिल अरे आउन छिटो पर बाजे मेरो छोरा चाहिँ खेल्नु थाल्यो कि फेरि त्यहीँनिर ढुङ्गा उसलाई त ढुङ्गा माटो भनेपछि त हुरुक्क नहुन्छ अनि के ल आऊ छिटो छिटो आऊ छिटो छिटो लिन अब उसले बाजे देख्यो बाजेतिर जान आँटेको होला होइन बाजे देख्यो छिटो हिँड न हामी कहाँ गएको सानो के तान्न थाल्यो आवी एउटा ढुङ्गा र एउटा उयो भेट फेरि घरै फर्किन्छ तिमी त घरै जानु मन छ हो बच्चा चाहिँ घरै फर्किनु पर्छ है मेरो बच्चा कहाँ जाने अब कहाँ जाने सानो कहाँ जाने ल यो खोलामा चाहिँ टक्क तलसम्म दामी देखिन्छ है तल हुनुहुन्छ क्या मेरो बुवा चाहिँ यहाँ तल गिटी सोर्नु हुँदैछ होइन अनि
कस्तो अँधेरो घामले गर्दाखेरि होला अँधेरो देख्दो रहेछ। यहाँ चाहिँ माथिल्लोहरूको बडा अन्त दामी देखिँदो रहेछ यो भ्यूहरू है। यता घामले गर्दाखेरि यता चाहिँ अलिक उज्यालो देखिँदो रहेछ। ठिक छ ओके होइन। छिटो आऊ न हौ, फेरि उस्तै थिचिँदैन यार पेन्टेले बसेर। आऊ पेन्टुङले पुन्टुङले डुल्नु भनेपछि त उसलाई हतार हतार हुन्छ नि लडी बडी गर्दै होइन। ल ल चल 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 उता यता 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 आऊ। रमाउँदै 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 हिँडेको डुल्न है। रमाउँदै 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 गरेर हिँडेको डुल्न हिँडेको। छिटो न आऊ न। अब चाहिँ माथि बाटोमा निस्क्यौँ हामी होइन। खोला छोडेर यस्तरी पर खोला छ तर यस्तोबाट खिच्दा चाहिँ दामी देख्दो रहेछ क्या भ्यूहरू पनि भ्युजहरू। भन्न नआएपछि बोल्न नआएपछि के गर्नु र साथीहरू। आफूलाई त बोल्न नि आउँदैन होइन। इट्स ओके केही छैन। धेरै बोल्नेको पिठो बिग्दैछ अरे नबोल्नेको चामल बिग्दैन अरे भन्छन्। भनाइ चाहिँ छ होइन। बेबी त्यो के गरेको हौ। मेरो छोरालाई चाहिँ प्रकृतिमा छोडिदिन्छु होइन। यसरी धुलो ढुङ्गा माटो के बोक्छ हौ के बोक्छ। मोबाइलहरू दिनुभन्दा पनि बढी धुलो मैलो नै खेल्न दिनु अरे बच्चाहरूलाई। त्यसो भनेर ठुला बडाहरूले भन्छन् नि त। अनि म नि यसरी नै छोडिदिन्छु कि। अब उसलाई एकछिन घुमाउनु चाहिँ निकाल्छु। अनि अब टक्क आधी घन्टा 1 घन्टा जति घुमाएर चाहिँ टक्क घरमा हात खुट्टा धोएर टक्क घरमा राखेर फेरि मोबाइलै दिने हो। अरू त नदिने हो उसलाई। ल ल ल ल ल ल खेलेको छ्या ऊ भुइँमै बस्यो नि छोरा। फेरि धुलोमै चाहिँ नबसिदिएको भए हुन्थ्यो मेरो लागि भए पनि। उठा 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 ल ज्ञानी भएर बस न हौ छोरा। वाट हेरेको इङ्ग्लिस पनि दामी आउँछ नि त मलाई त। फेरि बस्यो ल है साथी। छोरा छेउमा जोखिन थालिसक्यो कि फेरि हँसाउँछ सानोले पनि। बाजेले जोख्ने भनेको छोरा हतार पसेर जोखिँदो रहेछ है। ल बाजेले हेर्दैछ कतिखेर चढ्न पाऊँ भनेर होइन। कति रुपियाँको भयो त्यो। मेरो छोरा चाहिँ चकचक गरेको कारणले एउटा चक्लेट पायो। बच्चा चाहिँ हुनुपर्ने नै रहेछ है। कति स्याउ खानु मन लागेको छ हेर्नु न। भर्खर किनेर टुक्रुक्क बसेको बाटोमा टपक्क झिकेर टोक्नु थाल्यो नधोइकन। उफ कति भयो नि त नल्याइदिएको। अनि आज चाहिँ पानी दिनु गएको। उफ आमामा यसरी खाइदिनु हुँदैछ। अनि उहाँले खै हेरौँ त कसरी खाइदिनु हुँदैछ। अलिक पर जाऊ पर जाऊ न हौ भनेको त मलाई नै पर जानुपर्ने।